अब मर्दा पर्दा के गर्ने होला भन्छ, मर्दा पर्दा म एउटै कुरा भन्छु, तपाईको आमा होस्, तपाईको बुवा होस्, तपाईको जो कोही होस्, वृद्धावस्थामा भएको आमा बुवालाई वृद्धाश्रम लिएर नछोड्नुहोस्। जति गर्नुहुन्छ नि, बुवा आमा तपाईँ के खानुहुन्छ चिसोको तातो बनाउनुहोस्, तातोको चिसो बनाएर के खाँदा तपाईँको आमा बुवा खुसी हुनुहुन्छ, के गर्दा आमा बुवालाई तपाईँले खुसी राख्न सक्नुहुन्छ, जिउँदो हुँदै राख्नुहोस्, जिउँदो हुँदै राख्नुहोस्। मरेपछि लडाउने खिर बरु जिउँदै हुँदा लडाइदिनुहोस्। आमा बुवा आज मैले तपाईँलाई तातो खिर खुवाउने हुँ, बरु मरेपछि नलडाउनुहोस्। तपाईँलाई खिर खान छ कि, तपाईँलाई मासु खान मन छ कि, तपाईँलाई घुम्न मन छ कि, तपाईँलाई न्यानो गराउन मन छ कि, के गर्नु छ कि भनेर त्यो वृद्ध भएको बुवा आमालाई वृद्धाश्रम लगेर छोड्नु भएन भने र त्यो केयर गर्नुभयो भने तपाईँ जति आशिषित कोही हुनेछ नि। एकचोटि प्र्याक्टिकल गरेर हेर्नुहोस्, तपाईँ जति आशिषित कोही हुनेछ नि। एकचोटि प्र्याक्टिकल गरेर हेर्नुहोस्। यदि तपाईँले त्यति गर्नुभयो भने टाउको खौरिन नि पर्दैन, 13 दिन नुन पार्न पनि पर्दैन, 13 दिन 13 दिनसम्म चिसोमा लिएर गएर खोलामा गएर डुबेर बस्न पनि पर्दैन। त्यो भन्दा ठुलो धर्म केही हुँदै हुँदैन, त्यो भन्दा ठुलो धर्म केही हुँदै हुँदैन। बाँचुन्जेल छिर्छिर दूर दूर गरेर राख्नुहुन्छ, राख्यौँ राख्थ्यौँ। मरेपछि हामी दुनियाँ दिमाग नाटक गर्छौँ भने त्योबाट पुण्य काम ज्यान गए पनि हुन्न, मरि काटे हुन्न। यदि हाम्रा आमा बुवालाई, वृद्ध भएको आमा बुवालाई मर्दा के गर्ने होला भन्नुभएको थियो नि, त्यही भएर मैले भनेको छु कि मर्दा के गर्ने भन्दाखेरि जतिसम्म जिउँदो हुन्छ नि हाम्रो आमा बुवा वृद्ध अवस्थामा पुगेको, उहाँलाई सेवा गर्नुभयो भने तपाईँले 13 दिन कपाल खौरेर बसेको भन्दा पनि 13 वर्ष कपाल खौरेर बसेको भन्दा पनि पुण्य हुन्छ त्यो काम। जन्मिँदा नि भयो, मर्दा नि भयो, घर बनाउँदा नि भयो, विवाह गर्दा पनि भयो। अब कन्फ्युजै भएन। हेर्नु त कति आनन्द हाम्रो परमेश्वरमा, कति आनन्द। कसैको बिहा गर्नु छ हामी आउँदैनौँ भन्यो भने हामीलाई बोलाउनु न, हामी लाभा लस्कार लाएर आउँछौँ, लाभा लस्कार लाएर आउँछौँ। त सच्चाइमा गइस्, त सच्चाइमा गइस्। तँलाई हामी छोरी दिन्न भन्यो भने हामी खोज्छौँ, हामी खोज्छौँ, हामी खोज्छौँ। तेरो घर हामी भाज खान आउँदैन भने हामी लाभा लस्कार लाएर आउँछौँ, आउँछौँ। मर्दाखेरि मलामी पाउँदैन नभन्नुहोस्, कति चाहिँ चाहियो भन्नुहोस्, कति चाहिँ चाहियो भन्नुहोस्, कति चाहिँ चाहियो भन्नुहोस्। नभनेर पो त तपाईँहरूले कमजोर हुनुहुन्न। समाजको डरले नडराउनुहोस्, तपाईँले समाज नत्याग्नुहोस्। यदि समाजले तपाईँलाई त्याग्छ भने उफ्रिनुहोस्, उफ्रिनुहोस्। ईश्वर धन्यवाद, ईश्वर धन्यवाद। तपाईँले त्यागे होइन नि त, त्यागे उहाँले हो नि त। यदि त्यो समाजले तपाईँलाई त्याग्नुहुन्छ नि, एक दिन त्यही ठाउँबाट उच्च बनाएर सम्मान गर्नुहुन्छ, तपाईँलाई उच्च बनाएर सम्मान गर्नुहुन्छ। त्यसैले म त सच्चैमा आएँ, छोरी पाउँदिन कि, बुहारी पाउँदिन कि, ज्वाइँ पाउँदिन कि, होइन मेरो छोराको बिहा हुँदैन कि, मेरो छोरीको बिहा हुँदैन कि। नै सर हजुर मेरो छोरा छ, छोरी पाइन, खोजौँला हामी। सर हजुर मेरो चाहिँ यस्तो छ, हामी खोज्छौँ नि। आज हिजोको दिनमा के हुन्थ्यो भने नि, ठुला ठुला याद छ नि तपाईँलाई, गाउँघरतिर मलाई थाहा छ, जसको घर ठुलो टौवा छ त्यहाँ चाहिँ मेरो छोरी दिनुपर्छ भनेर टौवा खोज्दै हिँड्थे हाम्रो बाबुबाजेहरू। किन ठुलो टौवा हुँदाखेरि घर दिनुपर्छ नि त, यहाँ मेरो छोरीले भात खान पाउँछ। समय चेन्ज भयो, समय चेन्ज भयो। त्यसपछि के भन्न थाल्नुभयो, यसको घर त ठुलो टौवा रहेछ, मेरो छोरीले दुःख पाउँछ, यहाँ त छोरी दिन्न। फेरि त्यो पनि चेन्ज भयो। अहिले के भन्नुहुन्छ धेरैले, सर हजुर मेरो छोरीको बिहा गर्ने, मेरो छोराको बिहा गर्ने, मलाई परमेश्वरको सन्तान चाहिन्छ। यो त परिवर्तन हो नि। त्यसैले किनकि हाम्रो सर्वशक्तिमान परमात्मा परमेश्वर भन्नुहुन्छ,
तिमी नडराऊ, हरेकको व्यवस्था मैले गरेको छु। एउटा तोरीको दानालाई व्यवस्था मैले गरेको छु, तिम्रो व्यवस्था म गर्दिन? त्यो त तिमी मेरो व्यवस्था भन्दा बाहिर रहेकोले पो व्यवस्था हुन नसकेको। यदि तिमी मेरो व्यवस्थाभित्र रहन्छौ भने निश्चित रूपमा मैले तिम्रो व्यवस्था गरेको हुन्छु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा अब डराउनुहुन्छ? मेरो छोरीको बिहा नहोला डराउनुहुन्छ? साथ भन्नु न, डराउनुहुन्छ? डराउँदैनौ। अब मेरो घरमा केही तलमाथि होला कि के गर्ला डराउनुहुन्छ? डराउनुहुन्न। किन डराउनुहुन्न भन्दाखेरि हाम्रो यो सृष्टि ब्रह्माण्ड रच्नेवाला पिताको मालिकको हामी सन्तान हौ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद। त नडरा मेरा सन्तान, हरेक कुराको व्यवस्था छ, मैले व्यवस्था गरेको छु। हरेकको समय छ, काट्ने समय छ, छाट्ने समय छ, रुने समय छ, हाँस्ने समय छ, बोल्ने समय छ, भेटुने समय छ, रोप्ने समय छ, छाट्ने समय छ, उखल्ने समय छ, हरेकको समय छ। यो समय अनुसार व्यवस्था। जस्तै अहिले तत्काललाई हाम्रो हिरा म्याम 21 गते अस्ट्रेलिया जाँदै हुनुहुन्छ छोरीलाई भेट्न। छोरीलाई भेट्न मन लाग्यो भनेर आज 21 गते भई भन्दा त हुन्न भयो। हुन्छ त? हुन्छ त? उहाँलाई छोरीलाई भेट्न मन लाग्छ, 21 गतेको फ्लाइट हो, छिटै जान मन लाग्छ। छोरी भेट्नलाई कुन चाहिँ आमाको मन हुँदैन छिटो जान? तर त्यो 21 गते अहिले भई भन्दा त हुन्न। 21 गते आएपछि उहाँ अस्ट्रेलिया उड्नुहुन्छ। हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरको समय आएपछि विवाह नि हुन्छ, मृत्यु पनि हुन्छ, मरिन्छ पनि, सरिन्छ पनि, सब कुछ हुन्छ, जन्मिन्छ पनि, सब कुछ हुन्छ। सबै व्यवस्था ईश्वरमा छ, हो कि होइन? ल ईश्वरलाई त्यही हातले एकचोटि जोरदार सर्वशक्तिमान परमपिता परमेश्वरलाई अझै जोरदार छ ताली ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह।